हेलो एन्ड नमस्ते, वेलकम टु माई ब्लग है। आज चाहिँ मेरो आफ्नो प्राइभेट रुम देखाउँदैछु होइन। त्यो चाहिँ मेरो प्राइभेट रुम के को लागि हो भन्दाखेरि चाहिँ दिउँसो रेस्ट टाइम हुन्छ आधी घन्टा रेस्टको लागि चाहिँ मलाई यहाँनिर प्राइभेट रुम दिएको छ। जो सर कसैलाई दिएको छ भने मलाई मात्रै दिएको छ प्राइभेट रुम चाहिँ। अनि अहिले म तपाईँहरूलाई देखाउँछु है मेरो प्राइभेट रुम काम गर्ने ठाउँमा कस्तो छ भनेर। टक्क लाएर स्लाइड गर्नुपर्ने हुन्छ। यो चाहिँ स्लाइड चाहिँ बल छ टक्क हुन्छ। टक्क लाएर यो है मेरो चाहिँ प्राइभेट रुम। म चाहिँ रेस्ट गर्नलाई प्रायः यही हो मेरो चाहिँ। यस्तो छ है मेरो प्राइभेट रुम चाहिँ, यस्तो छ है टक्क लाएर। अरूलाई चाहिँ दिएको छैन प्राइभेट रुम, मलाई मात्रै दिएको छ। अब म चाहिँ धेरै पुरानो भएको कारणले गर्दा मलाई चाहिँ मेरो वासरुम, मेरो प्राइभेट रुमको वासरुमहरू यो चाहिँ र मेरो फेसिलिटी अनुसारको काम पनि त्यति नै रिस्की थियो। अनि काम भने चाहिँ मेरो 12 तला माथि। सुरुमा त मुटुले ठाउँ छोडेँ, जब कि 2 दिनको कमाइ एकै दिनमा हुने भइसकेपछि मनको डर चाहिँ 81 भाग्यो। पैसामा चाहिँ यति पावर छ कि पैसा भइसकेपछि जस्तो चित्ने सजिलो लाग्दो रहेछ। काममा चाहिँ खासै अब फोन चलाउनु मिल्दैन है, किन भन्दाखेरि अलिक गाह्रै छ, फोनहरू चलाउनु मिल्दैन। अब फोन ठ्याक्कै चलाउनु मिल्ने भनेको बिहान अनि दिउँसो ब्रेक टाइम, अनि त्यसपछि एकैचोटि बेलुका। ल आजलाई काम नि सक्यो, अनि दिन छोटो छ। कामबाट निस्किँदाखेरि रात पर्छ। अनि अब एक्लै हुँदाखेरि चाहिँ म अब कहिलेकाहीँ अल्छी लाग्दाखेरि चाहिँ खाना होटेलमै खान्छु। अनि आज चाहिँ खाना होटेलमै खाएर चाहिँ रुम जानुपर्ने हुन्छ। र म चाहिँ खाना खान थालेँ। मर्निङमा भनेको खासै खाना रुच्दैन, अनि थोरै खाना खाएर हुन्छ। अनि बेलुकाको खाना भनेको लास्ट भोक लाग्छ। अनि बेलुका चाहिँ जे होस् खाना मजाले खानु पाउँछ। आजलाई यति नै, बाई, सी यु नेक्स्ट भ्लग।